हेलो गाइज, वेलकम टु द माई न्यू हल्का। अहिले चाहिँ हामी च्याउ खोज्न गइरहेछौँ। कहाँको भन्ने थाहा छैन मलाई, म चिनेको पनि छैन च्याउ। अब कसरी बिच्नु होइन देखाइदिन्छ। देख्न सक्नुहुन्छ कति धेरै मान्छे छन् अगाडि र पछाडि। गाइज हामी यहाँ खोला तरिरहेछौँ। कत्रो ठुलो ठुलो पानी छ, मलाई बगाएर लाग्छ जस्तै छ। पातलो मान्छे के गर्ने खोर्या पनि धेरै डर रे। ल खोला त हेर्यौँ। अब त्यहाँ छ कत्रो ठुलो खोला देख्न सक्नुहुन्छ। मान्छे कति धेरै हेर्नु त यता कत्रो ठुलो छ। अब यो नि तर्न पर्छ यत्रो ठुलो पानी। कहाँ नुहाए नदेखाम भन्नु आएको। अम्ममा कता कता पानी पक्राइले कत्रो ठुलो ठुलो पानी छ गाइस। हेर्नु त भिजिसके यहाँ त पानी म त भयो बेकरमा नि देख्न सक्नुहुन्छ। अम्ममा म त बगिहाल्छु। ए म चप्लो चप्लो भाइ क्या सेट पुरै भिज गया नि। ये बाबा ये क्या है, ये क्या है? मैं तो भीगा था ला डिप्सी। माय गॉड डिप्सी तो डूब क्या था पानी है। अब बाग नहीं में चाव बिछे मोय इसनु को बड़ा पानी हले बड़े रे मजन पौडी खिलाए जनलेन मनी म पौडी खिलाउँदैन साथीहरु। यत्रो ठुलो ठुलो पानी छ। मेरो छाती कस्तो झन् बगेन गाइस म त कति खोला त कस्तो एक्सपिरियन्स भयो त हजुर। मलाई त एकदमै चक्कर लाग्यो हेर्नु गाइस। म त अब फेरि आउला जस्तो छैन यो पानी देखेर। बुटबुटायो म जब पौडी खिलाए जनलेन मनी म पनि जले पनि यसै गरेछ न ल दिदी ऐसे ऐसे अतै अब कहिले पनि आउँदैन गाइस। म त 24 ले एकदमै डराइसकेँ खोलामा। अब गाई जानु पर्छ मनाए सो गाइस यो चाहिँ मेरो फर्स्ट टाइम हो है। म फर्स्ट टाइम आएको यहाँ जङ्गल च्याउबिसमा च्याउ खोज्न। अब खोज्न बिच्नु एउटै हो। सो म पनि मेरो पनि फर्स्ट टाइम हो गाइस। हाम्रो कल्याडोनको नि यो चाहिँ भिट्ठाको वन रहेछ है। भिट्ठा भर्खरै देखेको छु। म पनि भिट्ठा गाउने देखेछु। सो उतातिर चाहिँ भिट्ठा गाउँको देख्न वन पुगिसकेको छौँ। कति धेरै मान्छे छन्। जङ्गल पुगिसकेको छौँ। अब च्याउ बिच्न बाँकी छ। चिप्लो छ गाइस। धेरै धेरै चिप्लो छ देख्न सक्नुहुन्छ। मोर्के चिन्हा दियो मन चिन्लो पनि नहीं नहीं पानी कति ठुलो झिक अम्मामा मैत्र चराई त बा धरधरप लिगे पड़ते क्या कहाँ रे ठुलो 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 चढ्न परिरहेछ। ए बगाउ भागो यता ठड्की उड्यो। कस्तो एक्सपिरियन्स छ डरधरो मर्के नाइसक्ने यो बाबा कता कता ठड्की बाबा बुढी तक्रा रहेछ। लो बुढी भ्लगमा हेलो हाई हेलो हाई म च्याउ टिप्न आएको पहाड चढे थाके छु। ल फाइनली एउटा घर भेटियो। हामी बस्ने ठाउँ धेरै थाकियो। डौले भाइ बनमानी घरबाट ठिकै मोर त निम लागेला यार।
जङ्गल त पुग्यो अब कतिखेर बिच्ने हो हिँड्दा हिँड्दा थाकियो डौलै यसै टुर के लिए जो फर्दै त खोइ कस्तो ए ल गाइज एउटा च्याउ पाइयो यस्तो हुँदो रहेछ तमानी गयो या बाबा म भर्खे एउटा पाउलो भने हामी त पाएकै छैनौँ गाइज अरू त पुरै पाइरहेछन् कहाँ कहाँ छ खै एउटा पाएको टोपियानी सर ल गाइस भेटियो यहाँ च्याउ हेरारियो अरे म पनि त यहाँ जन्म चिन्दैन अलिअलि पाइएछ गाइज यति भएछ गाइज च्याउ बल्ल यस्तो पो हुँदो रहेछ अरू अरू च्याउ पाएछ तर यस्तो च्याउ पाए छैन के गर्ने नचिनेको हो च्याउ नपाएको हो कि म नचिनेको हो कि छैन यस्तै हिँड्न मात्रै छ आएको त्यही पनि म एक्सपिरियन्स गर्न आएको कस्तो हुँदो रहेछ भनेर यो च्याउ बिच्न हेर्नु त कति ठुलो ए जङ्गलमा यस्तो हुन्छ चलो लाली कालिया डोन कहाँ कहाँ छ पाइएको छैन यो हो कि नै अब यस्तै भन्छन् गाइज आमा कहाँ छु म यो भर्खरै म माया मान्छे रहेछ आहा पाइयो 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 रे साथीहरू अब बाबा के च्याउ हो पोथी हाले कस्तो कस्तो च्याउ त्यति त पाएको छैन अलिअलि पाएछु नपाएर गाइज अब अर्को वनमा जान लाग्छौँ देख्न सक्नुहुन्छ अगाडि छन् आउँदैन छैन कतै पल्लो बुढी यसो देखाँदै रहेछ त हमार त धेरै पल्लो रहेछ त भाइ ए हामी आएको ए बनै भएको च्याउ खोज्न आएको एउटा पनि नपाएको त्यसै हिँडिरहेको तर केही पनि पाएको छैन ल अब तेरो ताली लाली हो बनौँ हमरा देउसी भैलो खेलाएको पूरा गया लाली रे गौरी तेल रोटी ल्याएनौँ भो खाइ लायो अरे बोइ जङ्गलमा देउसी भैलो खेलियो गाइस अब वनमा आएर देउसी भैलो खेल्नलाई नपाएर यस्तै हो बिजोग छ घरिघरि म मायामा हाल्दैछु गाइस कसको मायाको पठाएर हो निस्किनै गाह्रो छ घरिघरिमा पठारोमा अल्किरहेको छु गाइस कसको मायाको झठारो हो यो थाहा छैन फेरि अल्किसक्यो त गाइस यहाँ कति छ आम्मामा लगाइज म एउटा च्याउ पाछु यो च्याउको नाम अरे मुजी च्याउ रहेछ खानी रहेछ या च्याउ नाम पनि कस्तो नाम हो
मुजी च्याउ त्यस्तै देखेछ कहाँ रे कहिले सुने थिएन मुजी च्याउ भनेको आज बल्ल यहाँ जङ्गल आएर सुनिरहेको छु पियोनियर चाहिँ खाने अरे म खाँदैन हे यस्तो मुजी च्याउ कसले खान्छ हामी त राम्रो राम्रो च्याउ खोज्ने हो भाले पोथी हात्ती च्याउ पनि हुन्छ हाथी च्याउ री अब कसो सुने नि हात्ती ए हाथी पा हात्ती च्याउ अरू च्याउ भन्दा त यहाँ धेरै मुजी च्याउ भेटिरहेछ यसरी लडे म कहीँ पर्दै अब कबू ना म बने में कर देगा नहीं अबे मोय मन बुझ गए मोर नमस्ते का पानी हम बनाऊ के अबे गयो दसैँ गयो नमस्ते गाइस अब तिहार हो बडो वनमा देउसी भइलो हमरा भैली पनि खेलाइ गेनु तखन न हाँ त बनौमा गाइस मुजी च्याउ लिन्न तर म हमरा चाहिँ प्रिन्सिपल गाइस त हेर्नु प्रिन्सिपल हाम्रो प्रिन्सिपल यहाँ अगाडि छ ल एकचोटि यता घुम्दिनु पर्यो हाई गर्नु पर्यो यहाँ च्याउ खोज्न आएको धेरै त मुजी च्याउ नै भेटेको त धेरै त्यही छ त अब त्यही भन्नु परेन हजुरलाई अनुरोध गर्दछु अलि यस्तो नभेटिने गरी अलि अर्कै भेटिने गरी ल्याए हुन्थ्यो अर्कै वनमा सिमराकै भिट्टा खै फेरि मुजी च्याउ मैले फेरि मुजी च्याउ पाएको अवस्था छ यहाँ फेरि जम हो जम होइन होला च्याउ करबाही लगाइस अब घरतिर लाग्यो हामी धेरै थाकेका छौँ अब मेरो ब्लग यति नै मेरो पुरा ब्लग चाहिँ युट्युब च्यानलमा गएर हेरिदिनु हिरिगोना भनेर सर्च गर्नु आइहाल्छ ल यो लाली हाय गाइस हामी चाहिँ अब घर जान लाग्यो च्याउ टिपेर सोएका हाम्रो बखर फत्के नि कता जोर फत्केले चल सो अहिले चाहिँ जाँगल लाग्छ एकदमै भोक लाग्छ तर गाइस मलाई आज अल्छी लाग्छ धेरै धेरै थकायो त्यो गेरहन त मलाई चक्कर लाग्छ भन्दै नभन हेर पानी देख कत्रो ठुलो पानी छ हेर आदि मेरो त पुरै खुट्टा यहाँ लुगा सुगा भिज्यो ल को आउने हो मेरो भ्लगमा आउन ल म भाइरल गराइदिन्छु ल ल गाइज अब यति नै मेरो भ्लग इन्डिया गर्ने हो घरमा होइन नाइ भयो